हेलो गुड मर्निङ साथीहरू, गुड मर्निङ फ्रम घुन्सा ओर फुटिरहेको छु क्यार। अब म चाहिँ यहाँदेखि निस्किला क्या, आज यहाँ 9 बज्दा लागिसक्यो। म चाहिँ अगाडि हिँड्दै गर्छु, दाइ चाहिँ अहिले खाना खाएर आउनुहुन्छ, उहाँले मलाई भेटाइहाल्नुहुन्छ। अनि अर्को नि एकजना मान्छे आउँदैछ अरे, तल ग्याब्लादेखि माथि आउँदैछ अरे, उहाँलाई लिएर आउनुहुन्छ। अनि फेरि कहिले भोलि कि पर्सि फेरि 4 जना आउँदैछ अरे तलदेखि, फेरि उहाँहरू पनि आउँदैछ, लानुपर्छ। अङ्कल चाहिँ पुरै बिजी हुनुहुँदो रहेछ। ल म चाहिँ यहाँदेखि निस्किन्छु, मैले चाहिँ खाजा खाएँ, रोटी र अन्डा। अब यहाँदेखि चाहिँ निस्किन्छु। यहाँदेखि चाहिँ खाम्बा छेन 5 घन्टा घुन्सादेखि हिँडेको, त्यही 30 मिनट्स पछि चाहिँ यस्तो आउँदैछ ठ्याक्कै रेस गर्नुलाई पनि। यस्तै पहिरो पनि गएको छ। म चाहिँ ग्लोभ्स लगाएर भिडियो गरिरहेको छु क्या, तर कति अप्ठ्यारो भइरहेछ। ढुङ्गा झऱ्यो, अनि यत्रो ढुङ्गाले पोको लाग्यो भने त सकिएन। म चाहिँ हिँड्छु है त साथीहरू, छिटो कहाँ आइपुग्यो हामी? तारट्याङ के हो यो? तारट्याङ रे। म चाहिँ यसरी हिँडिरहेको छु साथीहरू। अब त्यो अङ्कल पनि निस्किसक्नु भयो होला, त्यहाँदेखि खाना खानुभयो होला। अनि अलि माथितिर गएर खाजा खान्छु आफै ल्याएको। यो पानी कति चिसो होला। म चाहिँ यहाँ बसेर खाजा खान लागेको एकछिन, भोक नि लाग्यो। यहाँ छेरमालुङ आइपुग्यो। अन्त अङ्कलहरू चाहिँ म खाजा खाँदै गर्दा आउनु भएको थियो। कहाँ अगाडि पुग्छन् अङ्कल त देख्नै छोड्नु। अनि एकजना पछाडि आउँदै हुनुहुन्छ भने चाहिँ उहाँ अङ्कल चाहिँ माथि गएर दाउराहरू सिक्चोक मिलाउनु पर्छ अरे, पानी खोज्नुपर्छ अरे खाम्बा छेउमा। त्यही भएर उहाँ चाहिँ अगाडि जानुहुन्छ। यहाँ हुनुहुन्छ। अनि उहाँ पछाडि आउनुभएको त अहिले मस्त हिँड्नु हुँदो रहेछ। बिस्तारै हिँड्छु, कस्तो चिसो भइरहेछ। यहाँको टी हाउसदेखि चाहिँ माथि उकालो खत्रै छ भनेको थियो, सायद यही उकालो जस्तो लाग्यो। यो बाटो ठिकै छ, आरामले हिँडिन्छ, त्यस्तो हेर्दा त त्यस्तो गाह्रो जस्तो छैन। त्यो दाइ र अङ्कल त कटिसक्यो त्यो डाँडो। त्यस ठाउँमा टी हाउस बनाए चाहिँ साह्रै सजिलो हुन्छ क्या हिँड्ने मान्छेलाई। अब अहिले त अफ सिजन भयो, त्यो कुरा आएन। त्यो सिजनको बेला ठाउँमा टी हाउस भएपछि यस्तो सजिलो हुन्छ मान्छेलाई। हाई गाइस, यो चरा अलि माथि आमा कति धेरै रहेछ। के होला यो? बथान छ। माथि गएर देखाउँछु ल साथीहरू। के होइन आमा कति के होला यिनीहरू? कस्तो गुफा रहेछ यहाँभित्र। जुन मैले तपाईँहरूलाई देखाएको उकालो छ नि, त्यो उकालो अहिलेसम्म आएको छैन क्या। म त्यो टी हाउसदेखि थुप्रो हिँडिसक्यो, अझै त्यो उकालो आएको छैन। कस्तो सिरिक गरे त्यतिर के छ कि डरै लाग्दो मलाई फेरि। हजारे यहाँनिर चाहिँ बस्ने ठाउँ नै रहेछ साथीहरू, हेर्नु न। कसको ब्याग पनि के भन्दैछ। यहाँ चाहिँ पुरा मान्छेहरू पूजा गर्दो रहेछ। भाडाहरू पनि चढाउँदो रहेछ। म चाहिँ यहाँ आनन्दले बसिरहेको छु। यहाँ चाहिँ म किन बसेको भने कस्तो राम्रो झर्ना देखेको क्या यहाँबाट। हेर्नुहोस् न, आनन्दको। अब चाहिँ त्यता माथिबाट जानुपर्छ, तर मैले त्यो उकालै देखाएको छैन क्या। के हो घाम आनन्द हुन्छ नि झन्, यो झर्ना आनन्द हेर्नु न कस्तो मजाको क्या। यस्तो आनन्द, घाम पनि त्यस्तै मजाको लागिरहेछ। अझै यहाँ यस्तो ढल्केर बसिरहेछ,
यति पाइस अरू के चाहियो होइन यही हो लाइफ ल अब चाहिँ म यहाँदेखि हिँड्छु बस्यो पानी सानी पियो भ्यू इन्जोय गरियो अब चाहिँ यहाँदेखि हिँड्छु म त माथि पुग्दा रात पर्ला जस्तो लाग्यो यार आज चाहिँ म हिँडेदेखि रात परेको थिएन आजको हिँडाइ चाहिँ म रात पर्ला जस्तो फिल भइरहेछ ओ माथि एउटा झर्ना फरफर फरफर गऱ्यो त्यतै हो क्या बाटो जस्तै छ तलदेखि जुन देखेको थियो नि डाँडाको बाटो चाहिँ यही जस्तो लाग्यो साथीहरू पुरै यो एउटा पुरै डाँडा चाहिँ काट्नै पर्ने रहेछ मैले ठ्याक्क तल देखेको उकालो सकेपछि चाहिँ बाटो यस्तो आउँदो रहेछ सिधा सिधा जस्तो यस्तो बाटो चाहिँ होइन यो रुटमा धेरै नै रहेछ क्या जुन चाहिँ माथिबाट ढुङ्गाहरू झरिरहेको क्या त्यो चाहिँ अलिक धेरै नै डर हुँदो रहेछ त्यो हो साथीहरू मेबी यो डाँडापट्टि खाममा चाहिँ पुगिन्छ कि भन्ने आशा ओइ उता एउटा रेड कलरको देख्नुभयो तपाईँले हो गुम्बा हो के हो त्यो नाइस ल चाहिँ म जहाँसम्म मलाई लाग्छ म चाहिँ अब पुग्न लागेँ खाममा चाहिँ त्यो साथीहरू उकाल चाहिँ अलिकति मजाको उकाल्दैछ यहाँनिर पछाडि त्यस्तो दामी देखिरहेको यस्तो बाटो चाहिँ साह्रै रिक्स हुन्छ साथीहरू ढुङ्गा आउने त्यो चाहिँ जति सक्दो छिटो तर बाटो हेरेर हिँड्नुपर्छ बाटो नि कस्तो के तलतिर चिटर बुझ्दैन जस्तो छ यस्तो छ बाटो लु अनि बाटो हेर्नु न यस्तो छ लु बाटो हो होइन थाल्छ कि जान्छ ल चिप्लिन्छ यार पुरै चिप्यो त हौ फाक्ताङलुङ बेस क्याम्प चाहिँ यताबाट जाने रहेछ अब चाहिँ हामी चाहिँ केबिसी जाने हो अब यताबाट जाने वाउ कस्तो दामी क्या गाइज ल फाइनली देखियो खाममा चाहिँ नाइस आज म यहाँ 20 मिनट जति त आनन्दले बसेर जानु पर्ला हौ साथीहरू यही ठाउँमा म 20 मिनट भन्ने ठाउँमा आधा घन्टा जति बसेँ होला भिडियो बनाउँदै हुन्छ नि भिडियो बनाउँदै फोटो खिच्दै बसेँ हात पुरै लास्टी दुख्न थाल्यो यहाँनिर बस्नु यस्तो आनन्द हुन्छ नि यो खोलाको साउन्ड अनि पिसफुल क्या केही डिस्टर्ब छैन नि त ओके ल फाइनली गाइस वेलकम टु खाम्बाचे हात चाहिँ पुरै फिलै नहुने जस्तो दुखिसक्यो मलाई ग्लभ्स निकालेर लाउने जागरधरी छैन साथीहरू म चाहिँ यहाँनिर अङ्कल खोज्दैछु खास अङ्कलको होटेल चाहिँ यहाँ खाम्बाछेउमा चाहिँ रहन्छ माथि लोनाकमा त अनि यहाँ खाम्बाछेउमा चाहिँ अब यहाँ चिनेकै मान्छेको उसमा चाहिँ उहाँले चाबी लिइराख्नु भएको छ अरे तर कहाँनिर हो अङ्कल ए कता हो ए कतिखेर आइपुग्नु भयो तपाईँहरू 2 घन्टा भइसक्यो है म त आनन्दले फोटो भिडियो खिचेर आएको कतै जानु भएन नि आइपुग्नु भएन ए भोलि हामी त्यतैबाट जाने होला होइन ठिक छ यस्तो राम्रो देखिरहेको छ गाइज ल आजको रुम चाहिँ मेरो यही हो ल आजको बसे चाहिँ हाम्रो यहाँ हो यहाँमा चाहिँ एकजना दाइ बस्नु भएको छ त्यो यता चाहिँ म बसिरहेको छु ल आगो चाहिँ माथि पुग्नु भएको छ अरे दाइले ल हाम्रो आज खाना चाहिँ यहाँ पाक्दैछ दाइले बनाउँदै हुनुहुन्छ तपाईँ म नि ओडान बसेँ नि बोलिरहेछ
यो चाहिँ हाम्रो खाना पाक्दैछ आजको गोबरमा गोबर ग्यासमा बाहिर छिउज्याली छ टुकी बत्ती अहिले त हराइसक्यो गाउँतिर त्यस्तो खाना चाहिँ रेडी भइसकेको छ हाम्रो खाना चाहिँ अङ्कलले बनाउनु भएको साग आलु सबै गुन्सादेखि ल्याउनु भएको अङ्कल चाहिँ आज चामल पनि बोकेर ल्याउनु भएको थियो अब चाहिँ यहाँ तातो खाना खाइहाल्छौँ अनि सुतिहाल्छौँ भोलि चाहिँ 9 बजीभन्दा अगाडि चाहिँ यहाँबाट हिँडिसक्नुपर्छ भन्नुभएको छ अङ्कलले त्यही हो म चाहिँ पुरै मैले खाना बनाएको बसिरहेको छु मलाई चाहिँ खाना थोरै मात्रै बरु अहिले थापौँ ल अहिले निकालिदिनु बरु अहिले थप्छु ओके गाइजहरू मैले चाहिँ खाना खाएँ यस्तो मिठो भएन मैले थपी खाना खाइरहेको छु हिजो आज तर भोक नि लगाइरहेको थियो अनि म चाहिँ वासरुम गएर आएको अब चाहिँ म सुत्छु 7 बज्यो अनि माथि चाहिँ आकाशमा यस्तो राम्रो ताराहरू पनि देखिरहेको छ तर देख्दैन भिडियोमा होइन फोनमा पनि राम्रोसँग क्याप्चर नहुँदो रहेछ त्यही हो चिसो चाहिँ चिसो छ त्यही भएर अब त सुतिहाल्छु त्यही हो अनि आजको यात्रा पनि रमाइलो भयो तर त्यो एकदम त्यो हुन्छ नि त्यो भिरहरू के त्यो पहिरो आएर भिरहरू त्यो चाहिँ कस्तो अलिकति डरलाग्दो थियो कुनै ठाउँमा चाहिँ हुन्छदेखि खम्बासम्म अब यहाँदेखि चाहिँ भोलि हामी लोनाक लाग्छौँ अनि यसको हाइट चाहिँ 4050 त्यसै कति छ ल यति भन्दै आजको भ्लग चाहिँ म यहीँ गर्छु बाई बाई गुड नाइट हेलो गुड मर्निङ साथीहरू गुड मर्निङ फ्रम खाम्बा चाहिँ अहिले चाहिँ 8 बजिसक्यो होला 8 बज्दैछ होला म चाहिँ अघि 7:30 बजीतिर मात्र उठेको म चाहिँ उठेर यहाँ रेडी भइसकेँ ब्याग उठेर रेडी भइसक्यो अब खाजा खाएर निस्किहाल्छु दाइ अङ्कल चाहिँ बिहान उठ्नु भएको होला दाइ उठेको त सुनिराखेर ठाडा नास्ता हुन्छ भ्यू चाहिँ यस्तो भइरहेछ अहिले अनि म त 5 बजी भ्यू चाहिँ कि बिहान 5 बजीदेखि त यस्तो हावा चलिरहेको थियो मलाई त कस्तो डर लाग्यो भने मान्छे उडाउँछ जस्तो हावा चलिरहेको थियो गुड मर्निङ अङ्कल दाइ चाहिँ कति जानुभयो हिँड्नु भइसक्यो अबे भनेपछि हामी मात्रै ए दाइ त हिँडिसक्नु भयो बिहानको खाजा तपाईँ नि खानुहोस् अब यहाँ पुरै यो यादको उयोहरू गोबरहरू यस्तो आनन्द हुन्छ ल म चाहिँ यहाँदेखि निस्केको ठ्याक्कै 8:30 भयो यहाँदेखि निस्केको अङ्कल चाहिँ एकछिन आउनुहुन्छ यस्तो राम्रो छ ल मेरो पन्जालेको उस भइरहेको रहेछ मैले चाहिँ ज्याकेटभित्र एउटा ज्याकेट हिजो अस्ति लगाएको त्यो भित्र एउटा टी सर्ट लगाएको छु अलिक गरम भएपछि चाहिँ फुकाल्नु पर्ला बिस्तारै हिँड्नुपर्छ जुन यो हिजो देखेको 3टा थियो नि यहाँनिर यो चाहिँ कुम्भकर्ण हिमाल रेन्ज रहेछ अनि फक्ताङलुङ पनि भन्दो रहेछ यसलाई चाहिँ हिँडिरहेको छु म छेउमा आइपुग्यो ल हिँडिरहेको छु साथीहरू म चाहिँ आनन्दले अब भिडियो चाहिँ मैले धेरै बनाएर हिँडेको छैन फोनमा धेरै चास्नी छैन अनि हिजो घुन्सामा चाहिँ लाइन थियो यहाँ खाम्बा छेउमा लाइन छैन अनि माथि लोनाकमा लाइन छैन अब त्यही भएर चार्ज गर्नलाई हुँदैन मसँग पावर ब्याङ्क छ त्यही पनि अब पावर ब्याङ्कले कति चाहिँ पुग्ला होइन मैले चाहिँ अलिकति फोनको ब्याट्री नै बचाउँदै हिँड्दैछ बाटो चाहिँ सिधै छ अहिलेसम्म चाहिँ जुन त्यो अनि एकजना दाइ हुनुहुन्थ्यो नि उहाँ चाहिँ आज बेस क्याम्प पुगेर फर्किने रे भने आज पाङपेम्बा पुगेर तल लोनाक फर्किने रे अङ्कलले मलाई कतातिर भेटाउनुहुन्छ यता एक ठाउँमा चाहिँ कति धेरै आइस छ भन्नुभएको थियो
त्यहाँ पुग्नुभन्दा अगाडि चाहिँ म भेटाउँछु भन्दै हुनुहुन्थ्यो। त्यहाँ चाहिँ अलिक डर छ अरे। अनि यो पोल किन राख्छ थाहा छ तपाईँलाई? यो चाहिँ बाटो थाहा हुनलाई। हिउँ पर्दा हिउँ त माथिसम्म माथि पर्छ नि त, अनि बाटोहरू सब छेक्छ, अनि त्यसको लागि। अनि त्यो बाटो प्रायः ट्रेकिङ रुटहरूमा भइरहेको हुन्छ, अलिकति हाई ट्रेकिङ रुटहरूमा। यहाँ चाहिँ लदाम आइपुग्यो साथीहरू। आनन्दले मुखमै घाम पऱ्यो गाई चाहिँ चाहिँ यता पछाडिबाट घाम लाग्यो। मलाई तलदेखि त्यो झर्नाबाट जान सक्दैन होला भनेको चाहिँ यही झर्ना होला। झर्नामा पुरै आइस भएर क्रस गर्न सक्दैन होला भने मलाई अङ्कलले पनि यही बाटो भन्यो होला। यहाँनिर भेट हुन्छ भनेको थियो होला मेबी। झर्ना देखिरहनु भएको छ है। हेरौँ अब कस्तो छ त्यहाँको कन्डिसन। पछि छु एउटा हातमा ग्लोभ्स लाग्छ नि, चिसो भयो। झर्ना एउटा अलिअलि पानी झर्दैछ, एउटा त पुरै जमिरहेछ। पुरै आइस भएको भयो त जानै जानुहुन्छ। अनि यो मास्तिरदेखि ढुङ्गा आउने चान्सेस धेरै रिक्स हो, रिक्स। बाटो नि कता हो मैले यहाँ भर्खरै के देखेँ हेर्नु त साथीहरू, के होला यो? यहाँनिर चाहिँ हेर्नु त झर्ना पुरै एउटा यस्तो जमिरहेछ, एउटा चाहिँ त हल्का पानी चाहिँ झर्दैछ। यस्तो ठाउँमा तपाईँहरू एक्लै हुनुभयो भने कस्तो फिल गर्नुहुन्छ होला साथीहरू? माथिबाट ढुङ्गा खस्ने डर है, चिसो त्यत्तिकै, धन्न घाम लागेको छ र। अनि यहाँ पछाडि एउटा झर्ना देख्नु भएको छ, एउटा आइस बनेको छ, एउटाबाट हल्का पानी झरिरहेको छ। बाटो यस्तो छ पुरै। बाटो के हो ढुङ्गामा यसरी हिँडिराख्नुपर्छ। अब यस्तै खोज्दै हो यो झन् यस्तो पोलहरू राखेको त धेरै हेल्प हुन्छ क्या। त्यही हो साथीहरू। यहाँनिर चाहिँ हेर्नु त आमामा कस्तो खतरा हो। बाटो पनि हेर्दै हिँड्नुपर्ने छ मेरो चाहिँ अवस्था। बाटो चिप्लो हुँदै सक्यो। गाह्रो छ हौ साथीहरू, गाह्रो छ। यस्तो छ गाइस पछाडि चाहिँ पुरै। यहाँनिर एउटा काठे पुल थियो, त्यो पुरै छैन अहिले। झन्डै जुत्ता हाल्दै लड्यो। दाइ पनि आउनुभयो। ल दाइ त कता माथिबाट हिँड्नु भएको छ। दाइ त यत्रो काठ बोकेर आउनु भएको छ। माथिबाट जानुपर्छ, म तल आएँ। म चाहिँ तलतिर उल्टो बाटो गएर यस्तो काँडैवाला बाटो आएँ दाइ लिन आउन। अब जाने यता उकालो रे साथीहरू। बाटो खै बाटो किता रे? यो सबै देखिरहेको छ नि, सबै काँडा क्या यिनीहरू। हुच्याउ खुट्टातिर यो उकालो जानुपर्ने रे। दाइ तपाईँ कतिखेर निस्किनु भएको? 9:35 भने म बच्छु 1 घन्टा पछि।
बाटो यता रहेछ म कहाँ तलतिर गएँ कि तपाईँले म यो कटिसके जस्तो लागेको थियो कि थिएन थिएन ए यहाँ पुगेको थियो जस्तो चाहिँ लागेको थियो ए साथीहरू तपाईँ चाहिँ त कञ्चनजङ्घा ट्रेक आउँदै हुनुहुन्छ भने चाहिँ हेलमेट लगाएर चाहिँ आउनु होला है आँखामा अरे यत्रो ढुङ्गा झलिरहेको छ मुटुले के अरे मुटुले ठाउँ छ भने यार न छिटो हिँड्न सक्यो यस्तो बाटोमा ठ्याक्क यो अरे यो पछि उता त सजिलो छ अरे बाटो यति क्रस भयो आनन्द यार अङ्कल यत्रो काठ बोकेर राख्नु छ यो काठ चाहिँ माथि घर बनाउन अरे लोनाकमा उहाँको होटल छ नि त त्यहाँ घर बनाउन एउटा एउटा उठाउनु हुँदो रहेछ म चाहिँ खाजा खाएर हिँड्ने साथीहरू के हावा चल्ने क्या किन हावा धेरै बेर बस्न नसक्ने त्यहाँ पर एउटा ढुङ्गा देख्नु भएको छ यहाँ होइन कस्तो अचम्म है ढुङ्गामाथि ढुङ्गा अड्किरहेको छ यो ठाउँलाई चाहिँ रामटाङ भन्दो रहेछ साथीहरू टी हाउसहरू पनि मजाको रहेछ दुईवटा वासरुमहरू पनि व्यवस्था रहेछ अहिले चाहिँ बन्द छ कस्तो आनन्दको यहाँनिर चाहिँ खुल्ला अनि यहाँदेखि लोनाको चाहिँ 2 आवर रहेछ म 3 घन्टा हिँडिसकेछु यो याकको भुल्ला आनन्द बाटो चाहिँ यस्तै छ साथीहरू सजिलै छ होइन खुल्ला म चाहिँ कञ्चनजङ्घामा होइन के देखिनँ भने फोहोर देखेन क्या एकदम सफा छ कस्तो खुसी लाग्यो क्या प्रायः ट्रेकिङ जाँदा ठाउँ ठाउँमा कस्तो फोहोरहरू गरिदिने यहाँ चाहिँ त्यस्तो छैन अब यहाँ धेरै मान्छे त्यो मान्छेको चहल पहल नभएर पनि होला होइन अब त्यो फोहोर चाहिँ गर्नु हुँदैन कि यस्तो राम्रो ठाउँतिर चाहिँ खुसी लाग्यो मलाई चाहिँ म चाहिँ यता लोनाक रिभर आइसकेँ होइन आइपुग्यो भर्खरै यस्तै छ यता माथिबाट जानुपर्छ माथि पोल देखिरहेको छ पुल्ने गाइस फाइनली देख्न सक्नुहुन्छ यहाँ चाहिँ घाम नपरेर नपक्लेको कतिको गहिरो छ हेरौँ है त लु पुरै अनि स्टिक पुरै हल्ने जस्तो यस्तो गहिरो छ यहाँ अङ्कल बाहिर टुक्क बसिरहनु भएको रहेछ अङ्कल तपाईँ कतिखेर आइपुग्नु भयो 1 घन्टा जति भयो अर्को दाइ त आउनु भएको छैन होला है ल हामी चाहिँ आजको बसाइ यहीँ हो ओके फाइनल आइपुग्यो ल
चाहिँ चिया खान लागेको आउनु साथ अङ्कल तपाईँले तलैदेखि ल्याउनु भएको है चिया यहाँ बनाउनु भयो कस्तो मजाको घाम रहेछ आज चाहिँ टाइममै आइपुगेँ म यहाँबाट जुन देखिरहेको यो हिमाल चाहिँ मेरा हिमाल अनि यतापट्टि चाहिँ छ्याङ हिमाल रहेछ अनि उतापट्टिको चाहिँ के हो अङ्कल नेपाल पिक यता चाहिँ नेपाल पिक रे म चाहिँ रुममा जाँदैछु होटल तिब्बत म त यसको पछाडि खोजिरहेको कि पछाडि साइडमा होला भनेर म चाहिँ यत्रो ठुलो चप्पल लगाएर हिँड्दैछु साथीहरू रुम चाहिँ यही हो साथीहरू म्याट्रेस चाहिँ तल जानुपर्ने रहेछ लु है त बसेँ म त गाइस म ब्रस गर्न खोलामा गएको होइन म पानी देखेर तर्सेँ यार हात दुख्यो यार हातै झर्ला जस्तो भएर ब्रस त गरेन ब्रस यहीँको पानीले गर्नुपर्छ खासमा चाहिँ यहाँ चाहिँ किन ब्रस नगरेँ भने अब अङ्कलले पनि तलदेखि पानी ल्याउनुपर्छ नि त दुःख हुन्छ भनेर अब गएको झन् पानी देखेर तर्सेँ यार म त आँखा त के हो खोल्नै नसक्छ त यस्तो छ नजारा हात धुँदै सातो गयो मेरो देख्न सक्नुहुन्छ यही हो लुनाक चाहिँ अनि आजको यात्रा कस्तो भयो भने आमामामा फुल अफ एडभेन्चर क्या यस्तो रिक्स होइन अरू ठाउँ त्यो ट्रेकिङ जाँदा त हुन्छ नि त्यो ढुङ्गा झऱ्यो नि यत्रो यत्रो ढुङ्गा हुन्छ बल्ल जस्तो हुन्छ यहाँ त झरेपछि त यत्रो ढुङ्गा झर्छ क्या प्याच गयो त सक्यो क्या नो चान्स क्या ढुङ्गा पनि सब आउन रेडी जस्तो क्या यस्तो रे हुन्छ नि तल झर्न रेडी क्या ओ माई गड यो त लास्ट रिक्स छ क्या हुन्छ नि तर त्यो एकदम त्यो माइन्डलाई नेगेटिभ सोचेर हिँड्नु पनि भएन होइन तर त्यो लाइक हुने कुरा हो नि त त्यो अलिअलि सोच्नु पनि पर्छ तर बाटो एकदम रिक्स त्यो मलाई त त्यो ल्यान्डस्केपतिर त यस्तो डर लाग्यो यस्तो डर लाग्यो हिजोतिर यस्तो डर लाग्दा त आजको त डेन्जरै थियो क्या गाह्रो त्यो हिँड्नलाई केही गाह्रो होइन कि हिँड्नलाई गाह्रो होइन मलाई त्यो डर क्या डर एक किसिमको त्यही हो गाइस जस्तो तस्तो आइपुग्यो टाइममा आइपुग्यो आज हिजो म लेट भएर अङ्कल त यस्तो पाराले त तिमी भोलि त 9 बजाउँछ होइन जेस् म चाहिँ आज टाइममा आइपुगेँ 8:30 बजी हिँडेको यहाँ 2:30 मा आइपुग्नु भनेको नट ब्याड होइन बस्दै ठिकै हो 8:30 9 10 11 12 6 घन्टामा आइपुगेको छु 5 घन्टाको बाटो 6 घन्टा 1 घन्टा ठिकै हो मलाई ल भोलि चाहिँ म बिहान मेबी 5 बजेतिर हिँड्छु होला होइन त्यही हो साथीहरू भोलि चाहिँ म एक्लै हुन्छु अङ्कल जानुहुन्न माथि थाहा छैन जानुहुन्छ अब मैले सोधेको छैन त्यही हो जस आजको यात्रा यस्तो रमाइलो भयो अनि तपाईँहरू नि सोरो प्लानिङ गर्दै हुनुहुन्छ कञ्चनजङ्घा भने चाहिँ प्लिज एकदम सोचेर मात्र है एकदम सोचेर त्यही माथि अफ सिजनमा चाहिँ नो म चाहिँ मेरो बाटो चाहिँ नो नै होइन सिजनको बेला आयो भने त एटलिस्ट मान्छेहरू हिँडिरहेको हुन्छ नि त हात गल्यो एटलिस्ट मान्छेहरू हिँडिरहेको हुन्छ साथी हुन्छ होइन केही परिहाल्यो भने कोही मान्छे हेल्प गर्ने हुन्छ होइन अनि अझ तपाईँहरू बिगिनर हुनुहुन्छ के हुनुहुन्छ ट्रेक खासै जानुभएको छ भने चाहिँ यो ट्रेक चाहिँ तपाईँहरूको लागि चाहिँ होइन चार्ज गर्दै हिँडिरहेको छु ल अब चाहिँ म आगोमा बस्नु जानु लागेको तपाईँ त सुत्नु भयो के घाममा मजा घाम छ भित्र आगो बाल्नु भएको छ छैन भित्र आगो चाहिँ अघि नै बाल्नु भएको रहेछ के अहिले चाहिँ छैन गोबरले गर्दा धेरै सजिलो हुँदो रहेछ आगो बाल्नलाई त्यसरी आलु राख्नु भएको रहेछ अङ्कलले यसो राख्यो भने चाहिँ आइस बनेर बिग्रिन्छ अरे दाल पाक्दैछु दाल पाक्दैछ गाइस म चाहिँ खानासाना खाएर आएँ अब सुतिहाल्छु यस्तो हावा चलेको होइन म चाहिँ सुतिहाल्छु चिसो यस्तो चिसो हावा ताप्दा ताप्दा चाहिँ ठिक हो भोलि छिटो जान्छु म यहाँदेखि 5 बजी निस्किन्छु यहाँदेखि त्यही 6 घन्टा जति लाग्छ अरे 5 देखि 6 घन्टा बिचमा चाहिँ लास्टै पहिरो गएको छ अरे त्यहाँको भन्दा डेन्जर छ अरे
म त त्यही बाटो कसरी फर्किनु सोचिरहेको थिएँ झन् यहाँको भन्दा डेन्जर छ अरे त्यो दाइ चाहिँ माथिबाट 5:30 बजी यहाँ आइपुग्नु भएको भने कति छिटो खामबाजेदेखि माथि बेस क्याम्प पुगेर त्यो साथीहरू ल म चाहिँ अब सुतिहाल्छु बाई बाई गुड नाइट